यसको जहिले जहिलेको यो ड्रइङ गरौ बस्यो काम छैन होमवर्क गर्न जा भित्र हेलो छोरी मेरो चित्रकार छोरी हेर त मैले तिमीलाई के ल्याइदिएको छु ल ल ल यसले राम्रो नक्सा बनाऊ ल दिपा तिमी किन यसो गर्छौ छोराछोरीको इन्ट्रेस्ट बाबुआमाले बुझ्नु पनि त पर्छ अनि जहिले नक्सा बनाएर मात्र हुन्छ त पढ्नु पर्दैन पढ्नु मात्रै सिकाइ त होइन नि गाउनु खेल्नु चित्र बनाउनु पनि त सिकायो तिमीलाई पनि त गाउने रहर थियो बिर्स्यौ हेलो मेरो चित्रकार छोरी के गरेको हाम्रो परिवारको चित्र कोरेको बाबा ताकि हामी सधैँ सँगै त्यही परिवारमा बस्न पाऊँ हो आज पनि तिमी यसरी नै खुसी भएर स्कुल जानु है हुन्छ बाबा तर बेलुका चाहिँ चाँडै आउनु है हुन्छ सकेसम्म म चाँडै आउँछु है बाई छोरी राम्रोसँग जानु आफ्नो ख्याल राख्नु फोन गर्दै गर्नु कुनै दिन छोरी साह्रै निराश भयो भने मात्रै यो चिठी दिनु है हुन्छ अर्को हप्ता चाहिँ तिमीहरूको ड्रइङ कम्पिटिसन छ तिमीहरूलाई कसलाई ड्रइङ कम्पिटिसनमा भाग लिन मन छ हात उठाउ त गुड ल राम्रोसँगले प्र्याक्टिस गरेर आउने है मिस मलाई ड्रइङ गर्न एकदमै मनपर्छ हो गुड गर्ल ल सबैजनाले राम्रो प्र्याक्टिस गरेर आउने है आज त चित्र बनाउन निकै मेहनत गर्दैछौ त नानी किन अर्को हप्ता चित्रकला प्रतियोगिता छ मलाई राम्रो गर्न मन छ तिमीले यति धेरै मेहनत गरिरहेछौ अवश्य सफल हुन्छ मेहनत कहिले खेर जाँदैन ल ओके सबैजनाले एकदमै राम्रो गरेको छौ त्यसमध्ये पनि थर्ड भएको छ प्राजु गिरी अनि सेकेन्ड हुनुभएको छ प्रणित राजवंशी र फर्स्ट हुनुभएको छ मोहित कार्की है धेरै धेरै बधाई छ अरूले पनि आगामी दिनमा अझै राम्रो गर्दै जाने है के भयो छोरी मैले धेरै मेहनत गरेँ तर पनि मैले जितिनँ बाबाले म राम्रो चित्रकार हो भनेर झुटो बोल्नुहुन्थ्यो म राम्रो चित्रकार होइन हार्नेहरूले चित्र च्यात्दैनन् फेरि चित्र कोर्छन् मैले धेरै मेहनत गरेँ तर पनि म सफल हुन सकिनँ
तिम्रो बाबाले तिमीलाई छोडिदिनु भएको चिठी। प्यारी छोरी, तिमी अहिले यो चिठी पढ्दैछौ भने तिमी अहिले पक्कै दुखी छौ होला। तर याद राख, हार भनेको पुरस्कार पाउनु मात्र होइन, हार भनेको फेरि प्रयास गर्नु हो। तिमी पहिलो नभए पनि, तिमीले पुरस्कार नपाए पनि तिमी मेरो गर्व हो। जब मलाई सम्झिन्छौ, आफ्नो सपनामा सम्झनु, म त्यही सपनामा तिमीसँगै हुन्छु। सधैँ मुस्कुराइरहनु है छोरी। उही तिम्रो बाबा।